नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर 3 का उम्मेद्वार जितेन्द्र श्रेष्ठको चुनावी घरदैलो अभियान जारी छ। यो अभियान आज ललितपुर महानगरपालिका वडा नम्बर 15 का विभिन्न टोलमा सम्पन्न भएको छ। राम्रै आइरहेछ ललितपुर क्षेत्र नम्बर 3। अब विशेष गरी 15 वडाको यो आज खुमलटार क्षेत्रको एरियाहरूमा घरदैलो कार्यक्रम गरिएको थियो। त्यसकारणले गर्दाखेरि यहाँ राम्रै छ कांग्रेसको उपस्थिति। यहाँ राम्रै क्षेत्रहरूमा पनि यहाँ पहिला पनि राम्रै उपस्थिति हो र विशेष गरी कांग्रेससँग सम्बद्ध व्यक्तिहरूले पनि राम्रै कामहरू गरिरहनु भएको कारणले गर्दाखेरि प्रतिक्रियाहरू राम्रै छ। सबैले राम्रै स्वागत गर्नुभएको छ उम्मेदवारहरूलाई। सबैले बधाई छ, के भन्छ विजयको अग्रिम शुभकामना जस्ता व्यक्तहरू गर्नुभएको छ। राम्रै कुराहरू, सद्भावहरू, राम्रै कुराहरू, शुभकामनाहरू दिनुभएको छ। होइन प्रतिस्पर्धा त विशेष गरी योभन्दा अगाडिको चुनावमा 79 को चुनावमा अब हाम्रो क्यान्डिडेटै थिएन होइन। त्यसकारणले गर्दाखेरि त्यही बेलाबाट नै अलिकति ग्याप भइरहेको। ती सबै कुराहरूलाई फुलफिल गर्दै योपालि हामीले जित निकाल्नु पर्नेछ। त्यसकारणले गर्दाखेरि राम्रै छ यो खुमलटार 15 वडाको। ल उता पनि हाम्रो 15 वडाभरिमै कांग्रेसको राम्रै उपस्थिति छ, राम्रै सहभागी छ, राम्रै रेस्पोन्स छ। प्रतिस्पर्धा अरूसँग भन्दाखेरि पनि आफ्नै हिजोका कमी कमजोरीहरूलाई सच्याउने परिमार्जन गर्ने हो। त्यसकारणले गर्दाखेरि राम्रो छ। हामीले गर्नु भनेका कुराहरू केही कुराहरू नसकेका हुन्छन्, ती कुराहरूलाई गर्दै लैजाने हो। अझ मजबुत, अझ बलियो बन्दै जाने हो जस्तो लाग्छ। अनि मतदाताहरूलाई थाहा छ, प्रायः जस्तो धेरै कुराहरू थाहा छ र केही कुराहरू अलिकति अग्रजहरूलाई कोही अशक्तहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ पछिल्लो हामीले मतदान केन्द्रसँग लैजानलाई चाहिँ समन्वय गर्नुपर्ने हुन्छ र केही समस्या छ, केही नबुझ्नु भएको छ, केही अप्ठ्यारो छ, मतदान गर्ने क्रममा केही असजिलो छ भने उहाँहरूलाई हामीले सहजीकरण गर्ने क्रममा चाहिँ हामी लाग्छ। अहिले हाम्रो पछिल्लो समयमा विशेष अधिवेशनबाट हाम्रो कांग्रेस रूपान्तरित भएर युवाहरूको एउटा जमातको कांग्रेस भएको छ। संगठन बलियो भएर आएको छ। देशभरि कांग्रेसलाई अहिले जनताहरूले खोजिरहेका छन्। अधिकांश बुद्धिजीवी वर्गहरूले पनि अहिले देशभरि कांग्रेसलाई नै खोजिरहेको अवस्था छ। यो विशेष परिस्थितिमा अब फागुन 21 गते हुन लागेको निर्वाचनमा अधिकांश जनताहरूले कांग्रेसलाई खोजिरहेको अवस्था देखिएको छ भने आफ्नो मताधिकार एकदम सोच विचार गरेर प्रयोग गर्नु हुन म सम्पूर्ण जनताहरूमा हार्दिक अनुरोध गर्दछु र कांग्रेसलाई नै बहुमतले जिताउन पनि म आग्रह गर्छु। र हाम्रो ललितपुर 3वटा क्षेत्र अहिले कांग्रेसमय भएको छ। हाम्रो क्षेत्र 3 नम्बर क्षेत्र पनि हाम्रो युवा जितेन्द्र कुमार श्रेष्ठ यहाँको उम्मेदवार हुनुभएको छ। यहाँको एकदमै सक्षम, पपुलर, एकदमै राम्रो उम्मेदवार उठ्नुभएको छ। त्यसर्थ हामी जितमा सुनिश्चित छौँ र अब यहाँको 3 नम्बर क्षेत्रका सम्पूर्ण जनताहरूलाई म रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउन म हार्दिक अनुरोध गर्दछु। उक्त अभियानमा पार्टीका सदस्यहरू तथा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। घरदैलो अभियानका क्रममा उम्मेद्वार श्रेष्ठले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या तथा आवश्यकताबारे जानकारी लिएका थिए। अभियानमा सहभागी मतदाताहरूले उम्मेद्वार श्रेष्ठप्रति आफ्नो समर्थन व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि सकारात्मक प्रतिक्रिया दिएका छन्। नमस्ते, म सन्तोष खड्का, ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 24 को क्रियाशील सदस्य र इकाइ सचिव र अहिले यो हुँदै गरेको निर्वाचनको चाहिँ नि क्षेत्रीयले तोकेको अनुगमन समितिको सहसचिव पनि हो म। अब अहिले फागुन 21 गते हुन गइरहेको चुनावमा चाहिँ नि नेपाली कांग्रेसलाई नै मत किन भन्ने सवालमा 2007 साल पछाडि हरेक क्रान्तिको भूमिकामा सधैँ अभिभावकत्व ग्रहण गर्दै आएको नेपाली कांग्रेस र अहिले पछि भदौ 23 र 24 गतेको त्यो घटना पछाडि पनि कांग्रेसले जेनजीहरूको आन्दोलनको मागलाई सम्बोधन गर्दै र हाम्रो यो विशेष महाधिवेशनबाट चुनेर आउनुभएको सभापति आदरणीय गगन कुमार थापाज्यूले परिवर्तित कांग्रेसको नारासहित अगाडि आउनु भएको छ र उहाँको भावी देश विकासको एजेन्डाहरू पनि एकदम सरल र गर्न सक्ने अवस्थाका भएको हुँदाखेरि नेपाली कांग्रेसलाई नै जिताउँदाखेरि चाहिँ आगामी दिनमा
देशमा हुने परिवर्तनको लागि खाकासहित अगाडि बढेको हुँदाखेरि अनिवार्य जिताउनु पर्ने अनिवार्य देखिन्छ। भिडको पछि नलागिदिनु होला, वास्तविकता बुझिदिनु होला। भोलि आउन नसक्ने भवितव्यलाई पनि हामीले ख्याल गर्नुपर्छ। भिडले हामीले 62-63 को भिड पनि देखेकै हो। त्यो भिडको पनि हामीले नतिजा आजसम्म भोग्दैछौँ। भोलिको दिनमा त्यो नतिजाको फेरि हामीले भोग्नुपर्ने अवस्था नआओस्। हिजोदेखि अभिभावकत्व ग्रहण गरेको, देशको समस्या बुझ्ने, जेनजीहरूले गरेका मागको सम्बोधन बोकेर अगाडि जान सक्ने नेपाली काङ्ग्रेस भएको हुनाले सम्पूर्ण मतदाताहरूलाई म विनम्र अनुरोध गर्दछु, काङ्ग्रेसको भावी नीति कार्यक्रमहरू एकचोटि अध्ययन गरेर काङ्ग्रेसलाई योचोटि बहुमतले विजयी गराउनु अनुरोध गर्दछु। नमस्कार, म गणेश भक्त श्रेष्ठ, नेपाली काङ्ग्रेसको म कार्यकर्ता। यो अहिले परिवर्तित समयमा जुन यो जेनजी आन्दोलनपछि एउटा मुलुकमा परिवर्तन भयो र मुलुक यो अप्रत्याशित रूपले 82मा निर्वाचनमा उभिनु पर्यो। यो परिस्थितिमा अहिलेको निर्वाचनको अवस्थामा कसरी अगाडि बढिरहेछन् पार्टीहरू, कसरी अगाडि बढिरहेछन् भन्ने कुरामा अलिकता म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। जस्तो आज यो जुन नेपाली काङ्ग्रेसले तपाईँको यो विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर गगन थापाको नेतृत्वमा अहिले जुन सभापतित्वमा काङ्ग्रेस अगाडि बढिरहेछ, त्योभन्दा अगाडि यहाँको राजनीतिक माहौल, नेपालको राजनीतिक माहौल एउटा अलग ढङ्गमा अगाडि बढिरहेको थियो। त्यति बेला भएका पार्टीहरू, पुरानो पार्टीमा भएको नेतृत्वहरूमाथि जनताको विश्वास गुमिरहेको अवस्था थियो। त्यसले गर्दाखेरि नयाँ उठाएका पार्टीहरूले चाहिँ आफ्नो वर्चस्व कायम गर्नलाई उनीहरूले निकै ठुलो एउटा वातावरण तयार भइरहेको अवस्थामा उनीहरू अगाडि बढिरहेको थियो भने आजको दिनमा नेपाली काङ्ग्रेसमा जुन परिवर्तन भएको छ, नेपाली काङ्ग्रेस आफैलाई पनि अहिले के भनिरहेको छ भने अहिले सबैभन्दा नयाँ पार्टी को हो भन्दाखेरि हाम्रो नेपाली काङ्ग्रेस पार्टी नयाँ हो। किनभने नेपाली काङ्ग्रेस पार्टीले आफ्नो विशेष महाधिवेशनबाट पुरानो पुस्ता, जुन पुस्तालाई जनताले तपाईँको बहिष्कार गर्ने स्थितिमा पुगिरहेको पुस्तालाई हटाएर काङ्ग्रेसलाई एउटा सिधा बाटोमा, राम्रो बाटोमा अगाडि लिएर आएको छ र एउटा भिजनसहित काङ्ग्रेस अहिले अगाडि बढिरहेको अवस्थामा हामीले मतदातालाई यही कुरा जानकारी गरिरहेको छ। र यो गएको 40 दिन अगाडिको वातावरण जुन थियो त्यति बेला सायद अरू पार्टीहरूको अवस्था राम्रो थियो होला भन्ने छ भने अहिले यो 40 दिनपछि जुन परिवर्तन भएको छ, काङ्ग्रेसभित्र परिवर्तन भएको छ, काङ्ग्रेसका साथीहरूभित्र जुन ऊर्जा तपाईँको अहिले देखिरहेछ, काङ्ग्रेसको साथीहरू जति उत्साहित भएर अहिले लागिरहेछ, त्यसले गर्दाखेरि चाहिँ एउटा काङ्ग्रेसको राम्रो माहौल बनेको छ। र हामीले पनि मतदाताहरूलाई यो कुराले बुझाइरहेछौँ कि काङ्ग्रेसमा अहिले परिवर्तन भइसकेको छ, काङ्ग्रेस अहिले सचेर अगाडि आइसकेको छ। काङ्ग्रेस एउटा ऐतिहासिक तपाईँको आफ्नो इतिहास बोकेर अगाडि बढिरहेको पार्टी, प्रजातन्त्रको लागि लडिरहेको पार्टी र काङ्ग्रेस कहिले पनि प्रजातन्त्र यो नागरिक स्वतन्त्रतामाथि कहिले पनि काङ्ग्रेसले चाहिँ नि एउटा कुनै पनि तपाईँको सम्झौता नगरेको, त्यसको लागि जहिले पनि लडिरहेको, जहिले पनि अगाडि उठिरहेको अग्रिम पार्टी हो। र अब भोलिको दिनमा पनि यी कुराहरू समेत देश मुलुकको समग्र विकासको लागि के गर्ने भन्ने कुरा एउटा मार्गचित्र तयार गरेर अगाडि बढिरहेको अवस्थामा अब काङ्ग्रेसभन्दा अर्को विकल्प छैन भन्ने कुरा हामीले मतदाताहरूलाई बुझाइरहेको छ। र मतदाताहरूले पनि अहिलेको परिस्थितिमा यो काङ्ग्रेस नै अब अहिलेको विकल्प हो र मुलुक बनाउने पार्टी काङ्ग्रेस नै हो भन्ने कुराको उहाँहरूले पनि अनुभव गरिरहेको मैले महसुस गरेको छु। नमस्ते, म सुषमा आचार्य विष्ट, ललितपुर वडा नम्बर 15 महिला इकाइ सभापति। बदलिएको काङ्ग्रेस अनि त्यस्तै काङ्ग्रेसमा सबै कुराहरू, युवा नेता हाम्रो अहिलेको उम्मेदवार चाहिँ नयाँ नै हुनुहुन्छ अनि उहाँसँग गगन दाईको जस्तै जितेन्द्र दाईमा पनि त्यस्तै जोस जाँगर सबै कुरा छ। अनि हामीले देश जलाउनेलाई होइन, देश बचाउनेलाई भोट दिनुपर्छ। त्यही भएर हामीले काङ्ग्रेस नै रोज्नुपर्छ। मतदाताहरूको पनि यसपालि बदलिएको काङ्ग्रेस छ, उहाँहरूको पनि काङ्ग्रेसले नै देश बदल्न सक्छ। काङ्ग्रेस नै इतिहास बोकेको पार्टी हो। काङ्ग्रेसले अब तथा नाम बोलेको पनि छैन। त्यही भएर काङ्ग्रेस नै रोज्नुपर्छ भन्ने खालको मतदाताहरूको आशय पनि त्यही बुझिएको छ। हामीले घर दैलो गर्दाखेरि रुखमा अब त्यही पुरानो पार्टी, युवा नेता अनि त्यसपछि हाम्रो घोषणापत्रमा भएको प्रतिबद्धताहरू पुरा गर्न सक्ने नेतालाई नै चुन्नुहोस्। हामी त्यसमा पनि तपाईँहरूको साथ लागेर हाम्रो नेतालाई घचघच्याउँछौँ भनेर हामीले रिक्वेस्ट गरेका छौँ। पार्टी कार्यकर्ताहरूले घर घरमा पुगी मतदाताहरूलाई काङ्ग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। उम्मेद्वार श्रेष्ठले सो क्षेत्रको समग्र विकास र जनताका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउँदै मतदाताहरूसँग समर्थन माग गरेका छन्।